सभापति एवं पोखरा कला केन्द्रको सञ्चालिका म्याडम, आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण अभिभावक एवं छोराछोरीहरू सबैमा मेरो नमस्कार। मलाई आजको यस कार्यक्रममा अतिथिको स्थान दिएर यहाँ यति राम्रो काम, यति राम्रो कार्यक्रम हेर्ने अवसर दिनुभयो, यसको साँची हुने अवसर दिनुभयो, त्यसको लागि म पोखरा कला केन्द्रप्रति अत्यन्त आभार व्यक्त गर्न चाहन्छु। म पेसाले शिक्षक मान्छे हुँ। मैले पढाउन थालेको 3 दशक झन्डै भइसकेको छ र आजको राहुल सरको यो कार्यक्रममा आइरहँदा मलाई चाहिँ के फिल भएको थियो भने एज अ टिचर जति बेला विद्यालय ग्याप हुन्छ, लामो बिदा हुन्छ, हामीलाई एउटा सोच हुन्छ होइन, अब हाम्रा विद्यार्थीहरू के गर्ने होला, घरमा जाने, मोबाइल हेर्ने, टिभी हेर्ने र अभिभावकहरूले पनि त्यही भन्नुहुन्छ हामीलाई, अब स्कुल बिदा हुने भयो, अब के गर्ने हाम्रो बच्चा होइन, अब मोबाइलमै घोप्टी पर्छ भन्नुभयो। र राहुल सरले जुन कार्यक्रम आयोजना गर्नुभयो, पोखरा कला केन्द्रले जुन कार्यक्रम आयोजना गर्नुभयो र यो पनि फेरि कस्तो समय मिलाएर गर्नुभयो भन्दा एउटा एकाडेमिक इयर इन्ड भएर अर्को एकाडेमिक इयर सुरुवात हुनुभन्दा अगाडिको बिचमा, र यो अत्यन्त सराहनीय कदम छ। यसले हाम्रा बालबालिकाहरूलाई ती डिजिटल डिभाइसेसहरूमा लाग्नभन्दा यता क्रिएटिभ काम, अनि फेरि तपाईँले हेर्नुभयो भने कार्यक्रमको शीर्षक पनि अतिरिक्त क्रियाकलाप तालिम भनिएको छ। हुन त 15 दिनमा दिएर हुने होइन यो, तर यो प्रयास अत्यन्त सराहनीय छ। अतिरिक्त क्रियाकलाप अन्तर्गत उहाँहरूले नृत्य सिकाउनु भएको छ, म्युजिक सिकाउनु भएको छ, कला सिकाउनु भएको छ। अघि भन्दै हुनुहुन्थ्यो बोल्नै नजान्ने एकजना नानी त साह्रै सानो नानी, अघि म्याडमले काखमा पनि लिएर जानुभयो, नाम भन्न पनि डराइन्, त्यत्तिकोलाई स्टेजमा ल्याएर माइकमा बोलाउनु भनेको यो अत्यन्त ठुलो कुरो हो। मैले हजुरहरूसँग भनिरहेको छु, म 30 वर्षदेखि अध्यापन पेसामा छु। मैले कक्षा 1 बाट मास्टरसम्मको विद्यार्थीलाई पढाएको छु। त्यति हुँदाहुँदै पनि यो माइक अगाडि आउँदा मलाई डर लाग्छ होइन। त्यसलाई हामीले हटाउनको लागि के गर्ने हो त भन्दा सानै उमेरबाट बच्चाहरूलाई त्यसमा अलिकति अभिशप्त बनाएर लैजाने होइन, बानी पारेर लैजाने हो भने पक्कै पनि हाम्रा बालबालिकाहरूले राम्रो गर्छन्। र यो पोखरा कला केन्द्रले आयोजना गरेको यति राम्रो कार्यक्रममा अनि कला केन्द्रलाई साथ दिएर आफ्ना बाबु नानीहरूलाई उहाँहरूको जिम्मा लगाउने अभिभावकज्यूहरू पनि धन्य हुनुहुन्छ। यो अत्यन्त राम्रो कामको सुरुवात भएको छ र यसले निरन्तरता पाउनेछ। निरन्तरता मात्रै होइन, यसले अत्यन्त ठुलो सफलता पनि हासिल गर्दै जाओस् भन्ने मेरो शुभकामना छ। हार्दिक धन्यवाद।